आशा आखिर यो के हो? अझ महत्त्वपूर्ण कुरा, जब चारैतिरबाट शङ्काले घेर्छ, त्यो आशालाई जीवित राख्ने त्यो भित्री शक्ति, त्यो कहाँबाट आउँछ? आउनुहोस् आज यस्तै एउटा सुन्दर कथाको यात्रामा लागौं, जहाँ हामी यही भित्री शक्तिको खोजी गर्नेछौँ। ल, हाम्रो यात्रा सुरु हुन्छ रातको त्यो सबैभन्दा शान्त घडीबाट। सोच्नुहोस् त, जब बाहिरको सबै कोलाहल शान्त हुन्छ नि, तब मात्र त हामीले आफ्नो भित्री संसारको आवाज सुन्न सक्छौं। हो, यही त्यो क्षण हो जब भविष्यले बिस्तारै आकार लिन थाल्छ। अनि त्यो शान्ततामा आखिर हुन्छ के त? त्यहाँ भोलिका सबै सम्भावनाहरू, ती नरम कानाफुसीहरूलाई जम्मा गर्ने काम हुन्छ। भन्नुको मतलब, यी सपनाका पहिलो कोपिलाहरू हुन् जसलाई एकदमै ध्यान दिएर सङ्गालिँदैछ। अब यिनै जम्मा गरिएका कानाफुसीहरूले हामीलाई यात्राको पहिलो चरणमा पुर्याउँछन्, जसलाई हामी भन्न सक्छौं सपनाको आह्वान। हो, यो त्यही ठाउँ हो जहाँ मौनतामा आकांक्षाले पहिलो पटक सास फेर्छ। सुरुमा त यी आशाहरू एकदमै सुन्दर हुन्छन्, तर त्यति नै नाजुक पनि। मनमा नाचिरहन्छन्, तर तिनको कुनै ठोस रूप हुँदैन। ठ्याक्कै कस्तो भने कुनै सपनाको छाया जस्तो, जुन हामीले देखेका छौं तर अझै भेट्टाउन सकेका छैनौं। तर प्रश्न यो हो कि ती कोमल नाजुक सपनाहरूलाई शक्ति चाहिँ केले दिन्छ? ल, अब हाम्रो यात्राको अर्को चरणमा जाउँ। यहाँ हामी त्यही शक्तिशाली स्रोतको खोजी गर्नेछौँ जसले सपनाहरूलाई इन्धन दिन्छ, र त्यो हो भित्री आगो। अब यहाँनिर आगो भन्ने शब्दको अर्थ बुझ्न एकदमै जरुरी छ। यो कुनै विनाशकारी ज्वाला होइन है, यो त त्यो कहिल्यै हार नमान्ने इच्छा शक्ति हो। त्यो गहिरो जोश हो जसले हाम्रो आकांक्षालाई ऊर्जा दिन्छ। भनौँ न, एक रचनात्मक, अघि बढ्न प्रेरित गर्ने शक्ति। र यो कुनै एकछिनको लागि आउने भावना पनि होइन। यो त मुटुको हरेक धड्कनसँगै महसुस हुने कुरा हो। एउटा जीवित, निरन्तर चलिरहने शक्ति। यो त हाम्रो अस्तित्वको एउटा अभिन्न अङ्ग नै हो। त्यसो भए यो भित्री आगोले गर्छ चाहिँ के त? यसको उद्देश्य के हो? ख्यार, यसले हामीलाई ताराहरूलाई पछ्याउने हिम्मत दिन्छ, माथि, अझै माथि उड्ने चाहनालाई बल दिन्छ, र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जस्तो सुकै परिस्थिति आए पनि हाम्रो इच्छा शक्तिलाई मर्न दिँदैन, जीवित राख्छ। तर यात्रा भनेपछि चुनौती त आइहाल्छ नि, होइन र? भित्र जतिसुकै आगो भए पनि बाटो सधैँ सजिलो हुँदैन। अब हामी यो कथाको सबैभन्दा मुख्य सङ्घर्षमा प्रवेश गर्दैछौँ, शङ्काको उपत्यका। हो, यो परीक्षाको बाटो हो। एकछिन कल्पना गरौँ त, यो उपत्यकामा शङ्का भनेको दिमागमा आउने एउटा सोच मात्रै होइन, यो त एउटा शक्तिशाली शक्ति नै हो। यस्तो छाया हो जसले हामीलाई पछाडि तानिरहन्छ, अगाडि बढ्न खोज्ने हरेक प्रयासलाई रोक्न खोज्छ। यो एक किसिमको भित्री द्वन्द्व हो। हेर्नुस् त, एकातिर छ जोसको प्रतिध्वनि, सुनभन्दा पनि साहसी कलमहरू, अनि अर्कोतिर छ पछाडि तान्ने छाया, डरका कानाफुसीहरू, र पुरै थकित बनाइदिने रात। हो, यहीँनिर एउटा एकदमै महत्त्वपूर्ण सन्देश लुकेको छ। त्यो के हो भने, शङ्का र डरको बीचबाट हिँड्नु, हरेक पाइला अघि बढाउनु, त्यो आफैमा एउटा ठूलो साहसको काम हो। यस्तो साहस जुन कुनै पनि भौतिक सम्पत्तिभन्दा कैयौँ गुणा मूल्यवान छ। जब सङ्घर्ष एकदमै गह्रो हुन थाल्छ, जब रातले थकित बनाउँछ, हो, त्यही बेला कथामा एउटा मोड आउँछ। यो मोड हो ताराहरूमा मार्गदर्शन, त्यो बिन्दु जहाँ एउटा नयाँ प्रकाश भेटिन्छ। एकछिन त्यो क्षणलाई महसुस गरौँ त, जब यात्रा एकदमै कठिन लाग्छ, शरीरको ऊर्जा लगभग सकिसकेको हुन्छ, यस्तो लाग्छ कि अब हार निश्चित छ। तर परिवर्तनको सुरुवात ठ्याक्कै यहीँबाट हुन्छ। अनि समाधान हो तत्कालको सङ्घर्षबाट ध्यान हटाएर एकपटक माथि हेर्ने साहस गर्नु, किनकि त्यहाँ एउटा चम्किरहेको नक्षत्र छ, एउटा ठूलो मार्गदर्शक उद्देश्य जसले त्यो अँध्यारोमा पनि बाटो देखाउन सक्छ। यसको सार के हो भने, वास्तविक शक्ति तब मात्र आउँछ जब हामी आफ्नो भित्री आगोलाई बाहिरी मार्गदर्शनसँग जोड्न सक्छौं। मतलब, भित्रको जोश र बाहिरको उद्देश्य बीचको सन्तुलन। हो, यही नै हो अगाडि बढ्ने साँचो। अब यो नयाँ ज्ञान र मार्गदर्शनले मानसिकतालाई पुरै बदल्दिन्छ, र यससँगै हामी यो यात्राको अन्तिम खण्डमा प्रवेश गर्छौं, ज्वारबाटाको सामना, अर्थात् दृढ सङ्कल्पको फिर्ती। अब चुनौतीहरूको सामना गर्ने एउटा नयाँ
अझ शक्तिशाली प्रक्रिया छ। पहिलो कदम डरलाई स्वीकार्ने, त्यसको कानाफुसी सुन्ने। दोस्रो कदम आफ्नो मार्गदर्शक नक्षत्रतर्फ हेर्ने, दिशा खोज्ने। र तेस्रो कथा अन्तिम कदम त्यसैको आधारमा दृढताका साथ अगाडि बढ्ने। र यो अन्तिम निर्णायक भनाइले मानसिकतामा आएको त्यो पुरै परिवर्तनलाई देखाउँछ। अब सङ्घर्षलाई चुपचाप सहने होइन, बरु सक्रिय भएर त्यसको सामना गर्ने अठोट पैदा भएको छ। त्यसैले छोटकरीमा भन्नुपर्दा यो यात्रा कहाँबाट सुरु भयो? भोलिका कानाफुसीहरू जम्मा गर्ने एउटा निष्क्रिय आशाबाट, र कहाँ गएर टुङ्गियो? चुनौतीको ज्वारोभाटासँगै जुझ्ने सक्रिय साहससम्म। यो एउटा पूर्ण रूपान्तरणको कथा हो। र यो विश्लेषणको अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाउँ। जीवनको यो यात्रामा, आकाङ्क्षाहरूको यो दौडमा त्यो मार्गदर्शक नक्षत्र कहाँ फेला पर्ला? त्यो कुन चिज होला जसले हामीलाई शङ्काको गहिरो उपत्यकामा पनि बाटो देखाउन सक्छ?